हेलो हाई सबैलाई आई होप यु अल आर डुइङ फाइन। अनि आज चाहिँ मैले ब्लग चाहिँ यो सलुनदेखि स्टार्ट गरेको छु, किन भन्दाखेरि म चाहिँ अहिले कपाल काट्न आएको छु। अनि यो सलुनमा चाहिँ मेरो साथी करणले कपाल काट्छ, अनि उसकोदेखि नै म चाहिँ जहिले काटिरहेको हुन्छु नि त। अनि त्यही भएर पनि म यहाँ आएँ। अहिले चाहिँ 5:15 भएको छ टाइम बेलुकाको। अलिक फेरि जाडो पनि छन्। अनि म यहाँ कपाल काटेर सायद बाहिरतिर हुन्छु होला, अनि तपाईँहरूलाई पनि म देखाउँछु। मेला जाउँ कि भनेर सोच्दैछु यो भिडियोको लागि, किन भन्दाखेरि त मलाई कन्टेन्ट बनाउन आउँदैन अहिले। अनि त्यही भएर चाहिँ मेलामा त अलिकति भए पनि कन्टेन्ट निस्किन्छ भन्ने सोचले चाहिँ एउटा होपले म सायद जान्छु होला। अनि तपाईँलाई म देखाउँछु ल। अहिले कपाल यस्तो छ है, सायद पछि कपाल अहिले यस्तो छ। अनि आफ्टर रिजल्ट म तपाईँलाई देखाउँछु। यस, अहिले चाहिँ मेरो कटिङ भइसकेको छ। अनि फाइनल कट चाहिँ यस्तो भयो। ए करण, गीत बन्द गरौँ न यार। फाइनल्ली मेरो रिजल्ट चाहिँ यस्तो आएको छ। अनि काट्ने मान्छे चाहिँ उहाँ छ। अब तपाईँहरूलाई कपाल कस्तो लाग्यो भन्नु ल, कमेन्ट गर्नु मुनि। म त कस्तो राम्रो देखेँ आफूलाई नि, झिलिमिली परेको जस्तो। अगाडिदेखि राम्रै थियो, अझै राम्रो चाहिँ करणले पनि बनाइदियो क्या। यो के भन्छ करण? यता आउनु तिमी पनि। कपाल चाहिँ गर्ने है मेरो 360 घुमेर देखाइ तपाईँहरूलाई। अनि काट्ने मान्छे चाहिँ भिडियो गर्दैछ। तपाईँहरूलाई केही राम्रो देख्नु भएन भने चाहिँ काट्ने मान्छेलाई कमेन्ट गरेर भन्नु है ल। अब एकछिन बाहिर निस्किन्छौँ ऊ र म, सानो कुरा छ उसँग। सो बाई बाई, सी यु गाइस लेटर। यो गर्न आउँछ तिमीलाई? गर त। जानी 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 हुप जानी हुप जानी 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 मिलेन। यो खास गरी यो पुरै मिलेपछि यहाँ क्या यस्तो यस्तो म यहाँ देखाउँ त। जनी 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 हुप जनी हुप जनी 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 जनी। अनि यस्तो गर्नु पर्दो रहेछ क्या। ए यस्तो रहेछ, तपाईँलाई नि हेर्दै गर्ने। त्यहाँ भिडियो पनि हेर त, कम्प्लिटली हेर ल। हात बाँध्छ अनि मात्र हुन्छ। ओ देख्यौ? अब हामी जान्छौँ चाराली मन्दिर। सी यु एट देयर। के को रुख हो यो हाम्रो? घर हो हाम्रो। अहिले चाहिँ मन्दिरमा यो सबै चढाइहरू सक्यौँ। अब हामी फर्किँदैछौँ घरमा। अनि भयो फेरि म तपाईँलाई देखाउँदैछु कहाँ जान्छु भनेर। अहिले चाहिँ हामी यहाँ चढाल जाने बाटो यो आर्मी। अनि यहाँ चाहिँ गुम्बा चढालीको यहाँ बाटोहरू बन्दैछ पुरै फुल्ली। भरे हाम्रो घुम्न जाने प्लान छ, तर कहाँ छ त्यो थाहा छैन। प्लान छ के छ डेस्टिनेसन केही पनि थाहा छैन। भरे हामी तपाईँहरूलाई देखाउँछौँ। ओके।